ल साथी हो परबाट हेरेको थिएँ कि ठुक्कै यो रुख देखेँ कि राम्रो देखिँदैन रहेछ। यो रुख चाहिँ यसको रुख अन्ते हो, राति नै फुल्ने राति नै झर्ने भन्छ होइन यसको। कतिजनाले त्यसको खानु पनि भएको होला, दामी हुन्छ हो। हामी चाहिँ यसलाई टोटोला भनिन्छ र बेलुका झरेको चाहिँ यस्तो हुन्छ अनि अलिक अगाडि झरेको चाहिँ पुरानोहरू चाहिँ यस्तो हुँदैन त। धेरै भेट्छ होला भन्थ्यो, यति भेट्यो। सोचेको जति भेट्न, तर पनि यो समयको फल मिठो हुन्छ अरे कि यति लगाएर खाने पनि दामी हुन्छ होला। यसको यो खाँदाखेरि चाहिँ यो भित्रको यो छ नि, यो यिनीहरू चाहिँ फ्याँकेर खाइन्छ। यसलाई मजाले उसिनेर त्यहाँदेखि चाहिँ फ्राई गरेर भने चाहिँ एकदम दामी हुन्छ क्या। यति चाहिँ भेट्यो, सोचेको जति भेट्न, तर नभेटेको भन्दा चाहिँ थोरै थोरै भए पनि भेटेकै राम्रो हुन्छ होइन कि कसो हो।